हेलो साथीहरू, गुड मर्निङ, नमस्ते, शुभ बिहानी। आयो तपाईँहरू सबै सन्चै हुनुहुन्छ होइन? म पनि ठिकै छु होइन। आज चाहिँ खुसी औँसी आमाको मुख हेर्ने दिन। आमाको मुख हेर्ने दिनको सम्पूर्णलाई धेरै धेरै शुभकामना। जति पनि मेरो फेसबुक साथीहरूको आमाहरू हुनुहुन्छ उहाँहरूलाई धेरै धेरै माया अनि कुसे औँसीको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि जति पनि मेरो फेसबुक साथीहरूको आमाको स्वर्गमा बास भइसकेको छ उहाँहरूको पनि वैकुण्ठमा बास होस् भन्न चाहन्छु। आज तपाईँहरू के गर्दै हुनुहुन्छ, कस्तो गर्दै हुनुहुन्छ, सायद आफ्नो आमाहरूसँग भेटघाट गर्दै हुनुहुन्छ होला होइन। म पनि अब हेरौँ के गर्छु, सम्पूर्ण भिडियो हेर्नु होला। ओके, बाई। हेलो साथीहरू, गुड मर्निङ, नमस्ते, शुभ बिहानी। अहिले तपाईँहरू सबै सन्चै हुनुहुन्छ, म पनि ठिकै छु होइन। आज चाहिँ खुसी औँसी अनि मेरो फेसबुकमा जतिजना साथीहरू हुनुहुन्छ उहाँहरूको आमाहरूलाई मेरो आज खुसी औँसीको तर्फबाट धेरै धेरै शुभकामना अनि धेरै धेरै माया भन्न चाहन्छु। अनि जति पनि मेरो फेसबुक साथीहरूको आमा बितिसक्नु भएको छ होइन, उहाँहरूको चाहिँ स्वर्गमा बास होस् भन्न चाहन्छु। अनि आज खुसी औँसी होइन, तपाईँहरू के गर्दै हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ, सायद अब टाढा टाढा भएको आमाहरूलाई भेट्न जाँदै हुनुहुन्छ होला होइन। मेरो पनि छोरीले चाहिँ यति धेरै खानेकुराहरू अब यो यति धेरै खानेकुराहरू चाहियो अनि मलाई अब स्वागत गर्दैछ मेरो छोरीले होइन। अनि तपाईँहरूको पनि यस्तै गर्नुभयो होला होइन भन्ने आशा गर्छु। आज खुसी औँसी होइन, अनि आमाहरूलाई धेरै माया गर्नुहोला, सधैँ साथ सपोर्ट गर्नुहोला भन्न चाहन्छु। हुन त मेरो त आमा त मेरो जन्म दिने आमा चाहिँ हुनुहुन्न, नभए तापनि मेरो घरको आमा हुनुहुन्छ। अनि माइतमा चाहिँ सानी आमा हुनुहुन्छ, उहाँहरूलाई पनि धेरै धेरै आज खुसी औँसीको शुभकामना भन्न चाहन्छु। मेरो घरको आमा, माइतको आमाहरू पनि जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, हाँसी खुसी रहनुहोला भन्दै तपाईँहरूले पनि धेरै माया गर्नुहोला आमाहरूलाई भन्न चाहन्छु। ओके, बाई। आमाको मुख हेर्ने दिनको धेरै धेरै शुभकामना। अब किन त केही छैन, कमान भइसक्यौँला। अहिलेलाई चाहिँ यति जे छ त्यसैमा खुसी हुनु। छोरीको माया साथीहरू, धन्न बेलैमा एउटा छोरी पाइएछ हेर्नु। के भन्थे, कस्तो काँचो के केला राम्रो दिएन त छोरी। मेरो छोरी एउटा विदेश कोरिया गएको छ होइन। मेरो छोरी भन्दा मेरै छोरी बराबर हो, मेरो दिदीको छोरी। उसले चाहिँ आज आमाको मुख हेर्ने दिन भनेर चाहिँ मलाई यस्तो कपडा किनेर दिनु भनेको रहेछ। मेरो छोरीलाई चाहिँ राम्रो होस्, आज खुसी औँसी, मलाई माया गरेको छोरी यसै गरी माया गरिराख्नुहोस्। टाढा छन् होइन, भेट्न नपाए पनि सबै माया छ, राम्रो गर्नु, खुसी औँसीको धेरै शुभकामना भन्न चाहन्छु। अनि कपडा त्यसैमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
मदर्स डे आन्टी। यता चाहिँ मेरो छोरीको साथी हैन आज मदर्स डे अनि मलाई चाहिँ आमा मानेर छोरीको तर्फबाट कसैले पाएको छु। यता छोरीलाई धेरै धेरै धन्यवाद आजको। यता चाहिँ अर्को साथी छोरीको आज चाहिँ मदर्स डेमा यति धेरै मिठाईहरू उपहार पाएको छु। यता दुईजना छोरीहरूलाई धेरै धेरै धन्यवाद। तर्सिने भयो ए अहिलेसम्म बिरेछ यस्तो नरम